हेलो गाइज। आज चाहिँ तपाईँहरूलाई म प्रम्प्ट इन्जिनियरिङ सिकाउन गइरहेको छु। तपाईँहरू अब कुनै पनि एआई टुल्स चलाउनुको लागि तपाईँहरूलाई प्रम्प्ट इन्जिनियरिङ चाहिन्छ होइन। जसरी तपाईँले अब इनपुट दिनुहुन्छ त्यसरी नै आउटपुट निक्लिने हो होइन। तपाईँले अब कसरी प्रम्प्ट गर्ने चाहिँ एआईले कसरी बुझ्छ त, कसरी एआईको ल्याङ्ग्वेज चाहिँ होइन तपाईँले कसरी कसरी एआईलाई राम्रो इनपुट दिएर आउटपुट निकाल्नु पर्ने भन्ने सिकाउन गइरहेको छु होइन। फर्स्टमा चाहिँ तपाईँहरूले यो प्रम्प्ट इन्जिनियरिङ 1-on-1 गाइड यो म तपाईँहरूलाई सिकाउन गइरहेको छु के गर्नुपर्छ भने यो चाहिँ इफेक्टिभ प्रम्प्ट हान्नुको लागि तपाईँले गुगलमा हान्नको लागि तपाईँले यो गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ कन्टेन्ट टेबल अफ कन्टेन्ट्स हेर्न सक्नुहुन्छ। इन्ट्रोडक्सन, एडमिनिस्ट्रेटिभ सपोर्ट, कम्युनिकेसन, कस्टमर सर्भिस, एक्जिक्युटिभ, फ्रन्टलाइन म्यानेजमेन्ट, ह्युमन रिसोर्सेस, मार्केटिङ, प्रोजेक्ट म्यानेजमेन्ट, सेल्स, डेभलपिङ अफ यर राइटिङ फर्म यिनीहरू छन् होइन। यो चाहिँ इन्ट्रोडक्सनमा चाहिँ के भनेको छ भने हेल्प एआई फर अल भनेर छ। गुगल वर्क्स विथ जिमिनी इज AI built to offer help, not hype for how you actually work and goals you're driving, whether you are racing towards the deadline. यस्तो छ होइन। तपाईँहरूलाई यो चाहिँ अब पढ्न सक्नुहुन्छ। तपाईँहरूले लास्टमा कमेन्ट गर्नु प्रम्प्ट इन्जिनियरिङ पिडिएफ भनेर प्रम्प्ट गर्नु, तपाईँहरूलाई म पठाइदिन्छु होइन। ल यो चाहिँ यस्तो छ होइन, पिडिएफहरू यस्तो छ होइन। लास्टमा चाहिँ म तपाईँहरूलाई चाहिँ ढिलो नगरी कसरी चाहिँ होइन तपाईँको बेसिक प्रम्प्ट इन्जिनियरको बेसिक चाहिँ तपाईँहरूलाई म भन्न गइरहेको छु होइन। कसरी राम्रो प्रम्प्ट हानेर आउटपुट निकाल्ने भन्ने चाहिँ यहाँ हुँदैछ होइन। गेट स्टार्टेड यहाँबाट स्टार्ट गर्छु। गेट स्टार्टेड विथ प्रम्प्टिङ भनेको छ होइन। अन्डरस्ट्यान्डिङ वाट मेक्स एन इफेक्टिभ प्रम्प्ट एन्ड लर्निङ टु क्राफ्ट प्रम्प्ट्स अन फ्लाइ क्यान बुस्ट यर प्रोडक्टिभिटी एन्ड क्रिएटिभिटी वेन युजिङ AI. Gemini can help you communicate with greater impact, bring your creative vision to life, turn complex information into clear insight, accelerate learning and skill development, make every meeting more productive and impactful, research on unfamiliar topics or easily streamline your daily tasks and workflows. यस्तो छ होइन। यो चाहिँ केमा चाहिँ चाहिन्छ भन्ने चाहिँ हो यो प्रम्प्ट होइन। यस्तो छ होइन। द फोर अब चाहिँ यो चाहिँ बेसिक स्टार्ट भयो। तपाईँहरूले यो फर्मेटमा जहिले हान्नु भने प्रम्प्टिङ गर्नु भने तपाईँको एकुरेट राम्रो आउटपुट हुन्छ होइन। तपाईँले प्रम्प्ट इन्जिनियरिङ जस्तो एआई टुलमा तपाईँले ग्यारेज इन ग्यारेज आउट भने जस्तो होइन, तपाईँले जस्तो इनपुट दिनुहुन्छ त्यस्तो आउटपुट आउँछ होइन। तपाईँले राम्रो प्रम्प्ट दिनु भने राम्रो रिजल्ट निस्किन्छ होइन। तपाईँले अब त्यस्तै खालको प्रम्प्ट गर्नुभयो भने अलिक त्यस्तै खालको निस्किन्छ होइन। जस्तो प्रम्प्ट गर्नुहुन्छ त्यस्तै आउटपुट निस्किने हो। द फोर मेन एरियाज टु कन्सिडर वेन राइटिङ अ बेसिक एन्ड इफेक्टिभ प्रम्प्ट भनेको छ। तपाईँले चाहिँ फोर एरियामा चाहिँ तपाईँले एकदम ध्यान दिनुपर्ने हुन्छ क्या यो प्रम्प्ट लेख्दाखेरि। तपाईँले पर्सोना, ट्याग्स, कन्टेक्स्ट, फर्मेट, पिटिसिएफ भनेर तपाईँहरूले होइन सर्टकटमा भन्न सक्नुहुन्छ होइन। रिमेम्बर भएन नि पिटिसिएफ भनेर। पी भनेको पर्सोना, टी भनेको ट्याग्स, सी भनेको कन्ट्याक्स, यो भनेको फर्मेट हो होइन। अनि पर्सोनामा चाहिँ कस्तो हुन्छ भने तपाईँले आफूलाई पर्सन कस्तो चाहिँ भन्ने एक्सपर्ट त्यो फिल्डको होइन, एक्सपर्ट अथवा कुनै मान्छे भनेर चाहिँ तपाईँले डाइरेक्ट गर्नु पऱ्यो क्या। त्यो फिल्डको पहिले मान्छे बन्नु पऱ्यो क्या। मान्छे त्यो फिल्डको एक्सपर्ट जस्तो मान्छे बन्नु पऱ्यो। अनि त्यो मान्छेले के काम गर्छ होइन। अनि लास्टमा चाहिँ टास्क भनेको चाहिँ के काम गर्छ, के काम दिने होइन त्यो हुन्छ। अनि कन्टेक्स्ट भनेको तपाईँले डिटेल दिनुपर्ने हुन्छ, तपाईँको के गर्ने हो होइन, डिटेल इन्फर्मेसन दिनुपर्ने हुन्छ। र फर्मेट भनेको तपाईँले बुलेट पोइन्टमा लेख्ने हो कि होइन टेबलमा लेख्ने हो कि त्यो चाहिँ एन्सर हो क्या। लास्टमा फर्मेट कसरी बुलेट पोइन्टमा लेख्ने हो कि एन्सरमा लेख्ने हो कि प्याराग्राफमा एन्सर निकाल्ने हो कि त्यस्तो भन्ने हुन्छ क्या। अनि द फोर मेन एरियाज टु कन्सिडर वेन राइटिङ अ बेसिक एन्ड इफेक्टिभ प्रम्प्ट्स आर भनेर छ। यु आर प्रोग्राम म्यानेजर इन्डस्ट्री, ड्राफ्ट एन्ड एक्जिक्युटिभ समरी, इमेल टु पर्सना बेस्ड अन डिटेल्स एबाउट रिलिभेन्ट प्रोग्राम डकुमेन्ट्स, लिमिट टु बुलेट पोइन्ट्स। तपाईँहरूले यहीँ भनिरहेको छ पर्सना भनेको चाहिँ तपाईँहरूले यो युआर अ प्रोग्राम म्यानेजर इन्डस्ट्री, तपाईँ के तपाईँको त्यो इन्डस्ट्रीमा चाहिँ तपाईँ के हो होइन भन्ने त्यो चाहिँ त्यस्तो हो होइन। अनि यो चाहिँ टास्क भनेको चाहिँ ड्राफ्ट एन्ड एक्जिक्युटिभ समरी इमेल टु भनेर छ। तपाईँको टास्क के हो त त्यो? अब तपाईँ म्यानेजर हुन्छ, तपाईँको ड्राफ्ट काम के हो भनेर लेख्नुपर्ने हुन्छ, तपाईँको टास्क लेख्नुपर्ने हुन्छ क्या। अनि बेस्ड अन द डिटेल्स एबाउट रिलिभेन्ट प्रोग्राम डकुमेन्ट्स, त्यसको इन्फर्मेसन चाहिँ के छ त टास्कको डिटेल इन्फर्मेसन तपाईँहरूले गर्नुभएपछि लास्टमा चाहिँ लिमिट टु बुलेट पोइन्ट भनेको तपाईँले त्यो एन्सरलाई, तपाईँले त्यो आउटपुटलाई कस्तो फर्मेटमा चाहिन्छ तपाईँलाई त्यस्तो लेख्नुपर्ने हुन्छ क्या। यो चाहिँ यस्तो तपाईँ जस्तो तपाईँको यो प्रम्प्ट होइन जति सानो लेख्नुभयो त्यति नराम्रो आउँछ क्या। तपाईँले जति स्पेसिफिक प्रम्प्टिङ गर्नुपर्ने हुन्छ क्या। जस्तो अब यति मात्र भयो भने त प्रम्प्ट हुँदैन नि त। तपाईँले लामो डिटेल इन्फर्मेसन दिनु, कुनै पनि प्रम्प्टको 21 वर्ड्स जति चाहिँ चाहिन्छ एउटा राम्रो रिजल्ट दिनु लागि भनेर भन्दछ होइन। यु डोन्ट निड टु युज 4 कम्पोनेन्ट्स इन एभ्री प्रम्प्ट। तपाईँले होइन यो 4 कम्पोनेन्ट्स एभ्री प्रम्प्टमा लेख्नुपर्ने जरुरी छैन। बट युजिङ अफ
few will help. While is always remember to include a verb or command as part of a task. जहिले पनि तपाईँले verb or command चाहिँ लेख्नुपर्ने हुन्छ होइन. दिस इज मोस्ट इम्पोर्टेन्ट पार्ट अफ प्रम्प्ट होइन. यो चाहिँ मोस्ट इम्पोर्टेन्ट पार्ट अफ अरे क्या. 6 quick tips to get 6 tips to get you started using Google Workspace with Gemini होइन. Use natural language. Write as if you are speaking to another person. Express complete thoughts in full sentence. यो चाहिँ तपाईँले नेचुरल ल्याङ्ग्वेज युज चाहिँ गर्नुपर्ने हुन्छ क्या. जस्तो राइट एज यु स्पिकिङ, जस्तो नर्मल नेचुरलले बोले जस्तो तपाईँहरूले पनि तपाईँको साथी जस्तो भयो क्या. एआई टुलहरू जिमिनी होइन, च्याट जिपिटी साथी जस्तो भएर बोल्नुपर्ने हुन्छ. जति आफ्नो होइन नेचुरल ल्याङ्ग्वेज युज गर्नुभयो त्यति राम्रो उसले चाहिँ सम्झिन्छ कि अब आउटपुट दिने हुन्छ क्या. अनि यो बी स्पेसिफिक एन्ड इटरेट भने स्पेसिफिक हुनुपर्छ. तपाईँलाई अब यो तपाईँले अब जस्तो अब स्क्रिमिङ कराइरहेको छ भने तपाईँले त्यो स्क्रिमिङै भन्नुपर्ने हुन्छ क्या. जस्तो कुनै पनि अब जस्तो काहीँ जानु पऱ्यो भने होइन, जस्तो काठमाडौँ जानु पऱ्यो भने काठमाडौँ जानु पऱ्यो भनेर मात्रै हुँदैन. काठमाडौँको कुन ठाउँ जानु पऱ्यो भनेर पनि त्यस्तो स्पेसिफिक दिनुपर्ने हुन्छ. जस्तो काठमाडौँ जानु पऱ्यो भन्नुहुन्छ तपाईँलाई, काठमाडौँ त पुरा आइदिन्छ, तपाईँ कुन ठाउँ चाहिँ तपाईँले तोकेर भन्नुपर्ने हुन्छ. त्यस्तो स्पेसिफिक चाहिन्छ क्या. टेल जिमिनी वाट यु निड टु डु, समराइज, राइट, चेन्ज द टोन, क्रिएट, युज बोथ इन्स्ट्रक्सन ल्याङ्ग्वेज द्याट गाइड्स द मोडल on with what it should do or produce, and constant a set of limitation or boundaries on the response. It limits what the model should avoid to help guide the output होइन. यस्तो यस्तो छ होइन. बी कन्सियस एन्ड एभोइड कम्प्लेक्सिटी. स्टेट यो रिक्वेस्ट इन ब्रिफ बट स्पेसिफिक ल्याङ्ग्वेज, एभोइड जार्गन. स्पेसिफिक के तपाईँहरू हुनुपर्छ क्या. जे गर्नु आँटेको त्यो चाहिँ तपाईँले दिनै पर्ने हुन्छ क्या प्रम्प्टलाई. जे गर्ने जस्तो अब त्यो तपाईँ अब जस्तो अब त्यो एक्साइटेड हुन्छ नि, एक्साइटेड भनेर मात्र हुँदैन, एक्साइटेडबाट कराएको पनि त्यो हुन्छ नि कुनै कुनै एडभेन्चरसमा होइन. एडभेन्चरस भनेर मात्र लेख्नु हुँदैन क्या. एडभेन्चरस होइन, स्क्रिमिङ जस्तो होइन, एक्साइटिङ पुरै क्या. त्यो डिटेल इन्फर्मेसन अब हान्नुपर्ने हुन्छ क्या. मेक इट कन्भर्सेसन. फाइन ट्युन यर प्रम्प्ट्स इफ द रिजल्ट डोन्ट मिट यर एक्सपेक्टेसन. इफ यु बिलिभ देयर इज रुम फर इम्प्रुभमेन्ट, युज फलो अप प्रम्प्ट्स एन्ड इटरेटिभ प्रोसेस अफ रिभ्यू एन्ड रिफाइन टु विल बेटर रिजल्ट्स भनेर चाहिँ होइन. अब यस्तो कन्भर्सेसनहरू गर्नुपर्छ. युज यो डकुमेन्ट पर्सनलाइज जिम्नी आउटपुट विथ इन्फर्मेसन फ्रम अन फाइल्स र गुगल ड्राइभ होइन. मेक जिम्नी यो प्रम्प्ट एसिस्टेन्ट. युज सजेस्टेड एक्सन एन्ड प्रम्प्ट डाटा आर कन्स्ट्रक्टेड सजेस्टेड बाई जिम्नी. फर इक्जाम्पल, ओपन द साइड प्यानल इन जिमेल, सेलेक्ट वान अफ द सजेस्टेड टेक्स्ट सर्भेज, सो मी अ लङ्गर समरी or what the action item, what are the action item. तपाईँहरूले होइन जिमिनीहरूलाई सोध्नुपर्ने. जस्तो अब तपाईँले प्रम्प्ट हाल्नुभयो होइन, जिमिनीलाई यो प्रम्प्टलाई अझ राम्रो प्रम्प्ट बनाएर दे भन्न पनि सक्नुहुन्छ क्या. एआई टुल्स जिमिनी, च्याट जिपिटीहरूलाई होइन, मैले बनाएको प्रम्प्ट होइन अझै राम्रो प्रम्प्ट बनाएर दे ताकि म खतरा रिजल्ट निकाल्न भनेर त्यस्तो पनि भन्न सक्नुहुन्छ होइन तपाईँहरू. अनि प्रम्प्टिङ इज अ स्किल वी क्यान अल लर्न. यु डोन्ट ह्याभ टु प्रम्प्ट इन्जिनियर टु युज जेनेरेटिभ एआई. However, you likely need to try a few different approaches for your prompt if you do not get your desired outcome the first time. Generative AI and all of its possibilities are exciting, but it's still new. Even though our models are getting better every day, prompt can sometimes have unpredictable response. Before putting an output from Gemini into action, review it to ensure clarity, relevance, and accuracy. And of course, keep the most important thing in mind. Generative AI is meant to help when humans, but the final output is yours. The example prompts in guide are meant for illustrative purpose. जस्तो अब तपाईँहरूले जे दिनुहुन्छ त्यही निकाल्ने हो क्या. जस्तो अब तपाईँहरूले जस्तो खानुहुन्छ त्यस्तै बडीमा देखिन्छ नि. तपाईँहरूले अब चिल्लो खानुभयो भने यताउता होइन, तपाईँहरूको अनेक उयो बिरामीहरू हुन सक्नुहुन्छ. तपाईँले हेल्दी फुड खानु भने हेल्दी हुनुहुन्छ होइन. त्यस्तै जस्तो इनपुट त्यस्तै आउटपुट हुन्छ क्या. तपाईँले अब तपाईँले अब कागज हालेर तपाईँले अब कुनै ठाउँमा होइन अब पर्समा तपाईँले कागज हाल्नु भने पैसा त निस्किँदैन नि त होइन. तपाईँले पैसा हाल्नु भने पैसै त निस्किने हो नि. त्यस्तै हो क्या यो पनि क्या. तपाईँले जस्तो इनपुट दिनुहुन्छ त्यस्तै आउटपुट निस्किने हो क्या. हाउ टु युज दिस प्रम्प्ट गाइड. दिस गाइड इन्ट्रोड्युस यु प्रम्प्टिङ विथ वर्कस्पेस विथ जिमिनी. इट इन्क्लुड्स प्रम्प्ट डिजाइन example to help you get it. Traditional, it covers scenario for different personas, use case and potential prompt. You will notice a variety of prompt styles. Swim prompts have bracket which indicate where you would fill space detail or tag a person files by typing. Other prompts are presented without variables highlighted to show you. तपाईँहरूले पढ्न सक्नुहुन्छ होइन. तपाईँहरूलाई टु गेट स्टार्टेड युज द रुल स्पेसिफिक सजेस्ट प्रम्प्ट इन्सपिरेसन. यस्तो हो होइन.
तपाईँहरूले त्यो फर्स्टमा चाहिँ तपाईँहरूले के चाहिँ याद राख्नु भने पिटिसिएफ चाहिँ याद राख्नु है। तपाईँले पर्सनल टास्क कन्टेक्स्ट फर्ममा चाहिँ फर्स्टमा याद राख्नुपर्ने हुन्छ। किनकि यो चाहिँ भेरी इम्पोर्टेन्ट हो क्या, यो चाहिँ भेरी भेरी इम्पोर्टेन्ट हो क्या। तपाईँले यही फर्मेटमा हाल्नुभयो भने राम्रो रिजल्ट दिन्छ क्या, राम्रो रिजल्ट दिन्छ जिमिनी होइन, च्याट जिपिटीहरूले होइन। पर्सनल टास्क कन्टेक्स्ट फर्मेट, पर्सना भनेको चाहिँ तपाईँले एज अ एक्सपर्ट इन दिस भनेर एज अ टोनी रोबिन्स पनि लेख्न सक्नुहुन्छ होइन। तपाईँले के लेख्ने त्यो पर्सनलाई स्पेसिफाई गर्नु पऱ्यो क्या, त्यो पर्सन भएरै त्यो जति राम्रो पर्सन, जति फेमस एक्सपर्ट छ नि त्यो पर्सन चाहिँ त्यति राम्रो हुन्छ क्या, त्यति राम्रो रिजल्ट दिन्छ। किनकि त्यो पर्सन भएर त्यसले पर्सन भएर त्यो काम गर्ने हो क्या, पर्सनले कसरी काम गर्छ होइन। जस्तो अब लिडरले होइन, लिडरले कसरी एज अ लिडर क्रिएट अ क्रिएट अ ब्युटिफुल प्लान भनेर यस्तो नि, क्रिएट अ ब्युटिफुल प्लान्स अन दिस भनेर कन्टेक्स्टहरू फर्ममा कि अब त्यो लिडर भएर काम गर्ने हो क्या, त्यो चाहिँ होइन आफू आफू होइन, त्यो पर्सन भएर काम गरेपछि होइन चाहिँ राम्रो रिजल्ट दिन्छ कि। किनकि यो एआई टुल्सले त्यो पर्सन भएर सोध्छ क्या, त्यो पर्सन भएर सोचेपछि कस्तो हुन्छ, कस्तो रिजल्ट दिने भन्ने हो, आउटपुट दिने भन्ने हुन्छ क्या। अब तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन, अरू पनि एडमिनिस्ट्रेटिभ सपोर्टको लागि होइन यस्तो यस्तो छ। अब यो इक्जाम्पल देख्न सक्नुहुन्छ नि, प्लान युआर प्लानिङ अ 3 डे अफसाइट मिटिङ टु बिल्ड एन एजेन्डा यु ब्रेम्स टु जिमिनी एप यु टाइप भने यो त्यस्तो चाहिँ आइएम एन एक्जिक्युटिभ एडमिनिस्ट्रेटर टु अ टिम डाइरेक्टर, यो चाहिँ पर्सन हो हेर्नुहोस् हेर्नु, यो पर्सन भएर काम गर्यो क्या यो। आइएम एन एक्जिक्युटिभ एडमिनिस्ट्रेटर टु टिम डाइरेक्टर होइन, यो चाहिँ पर्सन अब म चाहिँ के हो त नि होइन, एक्जिक्युटिभ एडमिनिस्ट्रेटर हो नि त, टु अ टिम डाइरेक्टर हो क्या म, हो त पहिले हो त्यो। अब म मेरो टास्क के हो त भने आवर न्युली फर्म टिम नाउ कन्सिस्ट अफ कन्टेन्ट मार्केटर्स, डिजिटल मार्केटर्स एन्ड प्रोडक्ट मार्केटर्स, वी आर ग्यादरिङ फर द फर्स्ट टाइम ए 3 डे अफ साइड टु वासिङटन डिसी। यो चाहिँ मेरो काम भयो क्या, यो चाहिँ मेरो कन्टेक्स्ट भयो क्या, कन्टेक्स्ट हो क्या। तपाईँहरूले यो यताउता पनि गर्न सक्नुहुन्छ तपाईँले, तर यतिमा चाहिँ गर्नु सक्नुहुन्छ क्या। अनि यो चाहिँ मेरो प्लान यो चाहिँ तपाईँको टास्क भयो क्या, प्लान एक्टिभिटिज फर इज डे द्याट इन्क्लुड टिम बोर्डिङ एक्टिभिटिज एन्ड टाइम फर डिपर स्ट्राटेजी हो तपाईँको टास्क भयो। यो चाहिँ तपाईँको कन्टेक्स्ट भयो क्या, डिटेल्स भयो क्या तपाईँको। आवर न्युली फर्म टिम नाउ कन्सिस्ट अफ कन्टेन्ट मार्केट, डिजिटल मार्केट एन्ड प्रोड्युस मार्केट, वी आर ग्यादरिङ फर द फर्स्ट टाइम 3 डे अफ वासिङटन डिसी। हाम्रो मेरो चाहिँ के हो त, डिटेल्स के हो त भनेर यो छ क्या। अनि क्रिएट अ स्याम्पल एजेन्डा फर मी, यो भनेको चाहिँ तपाईँहरूको फर्मेट भयो क्या, एजेन्डा स्याम्पल एजेन्डा, स्याम्पलमा होइन स्याम्पल एजेन्डा चाहिँ बनाउनु अरे भनेको, यो चाहिँ फर्मेट भयो क्या। तपाईँहरूले यसरी नै लेख्न सक्नुहुन्छ होइन। तपाईँको जस्तो यो चाहिँ अफिसको लागि भइदियो क्या, म चाहिँ अब एक्जिक्युटिभ एडमिनिस्ट्रेटिभ टिम डाइरेक्टर, अब म चाहिँ अफिसमा एक्जिक्युटिभ टिम डाइरेक्टर है होइन, मेरो चाहिँ यस्तो कामहरू छ होइन, यस्तो कामहरू छ होइन, अनि मेरो चाहिँ यो इन्फर्मेसन हो होइन, अनि यो चाहिँ मलाई स्याम्पल एजेन्डा बनाइदिए भनेर तपाईँले जिमिनीमा दिनुभयो भने, च्याट जिपिटीमा दिनुभयो भने यस्तो बनाउँछ क्या तपाईँहरू। यो यसको आउटपुट चाहिँ यस्तो आएको छ है, हेर्नुहोस् यस्तो आउँछ आउटपुट, राम्रो इनपुट दियो भने आउँछ। अनि यो तपाईँहरूले लेख्नुहुन्छ है, सर इज 3 डिफ्रेन्ट आइस ब्रेकर एक्टिभिटिज, यो तपाईँको टास्क अनि यो कन्टेक्स्टहरू यहाँ चाहिँ हो यसरी। तपाईँहरूले होइन जस्तो डिटेलमा हुनुपर्छ, टोन पनि अब तपाईँको कस्तो प्रोफेसनल टोन हो कि होइन, त्यो चाहिँ अब तपाईँले डिटेल्समा प्रोफेसनल टोन हो कि अब अनप्रोफेसनल टोन हो कि होइन, लाउड हो कि होइन, कस्तो कस्तो भोइसमा हो त्यस्तो पनि दिन सक्नुहुन्छ। अनि वर्ड्समा कति वर्ड्समा 25 टु 50 पिपुल टु 25 वर्ड्स कि होइन 200 वर्ड्स कि 300 वर्ड्स भनेर यस्तो पनि दिन सक्नुहुन्छ क्या। जति धेरै स्पेसिफिक दिनुभयो त्यति धेरै राम्रो निस्किने हो क्या। अब राइजेसन हेर्न सक्नुहुन्छ, अरू पनि त्यस्तै छ होइन, तपाईँहरूले यस्तै सक्नुहुन्छ होइन। अनि तपाईँहरूको अरू हेर्नु सक्नुहुन्छ, यता पनि यस्तै छ, यस्तै छ हेर्न सक्नुहुन्छ होइन। चाहिँ कम्युनिकेसनको लागि होइन, कम्युनिकेसनको लागि अनि युआर इन चार्ज अफ पब्लिक रिलेसन एट कम्पनी अनि यस्तो यस्तो चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यो पर्सना भनेको आइएम पिआर म्यानेजर होइन, यो पर्सनमा हुनु। आई निड टु क्रिएट अ प्रेस रिलिज विथ क्याची टाइटल होइन, मेरो टास्क के हो त होइन, मेरो टास्क के हो त, आई निड टु क्रिएट अ प्रेस रिलिज विथ अ क्याची टाइटल, यो चाहिँ टास्क हो होइन। अनि तपाईँको फर्मेट चाहिँ के हो, इन्क्लुड कोर्स फ्रम बिआइबी कोर्स, यो चाहिँ यो होइन, कहाँबाट निकाल्ने चाहिँ यो चाहिँ फर्मेट चाहिँ के हो त नि होइन। अनि यो चाहिँ तपाईँको कन्टेक्स्ट हो। यो तपाईँहरूले दिन सक्नुहुन्छ क्या, यो डकुमेन्टहरू हालेर होइन, डकुमेन्टहरू हाल्नु सक्नुहुन्छ क्या, कुनबाट निकाल्ने भनेर क्या, यहाँबाट डिटेल लिनुहोस् भनेर चाहिँ भन्नुभयो भने तपाईँको त्यो डकुमेन्ट भयो, त्यसले डिटेल लिएर तपाईँहरूलाई राम्रो आउटपुट दिन्छ क्या, के प्लान के गर्ने भनेर हेर्नुहोस्। जिउ हाउ क्यान हेल्प टु आइएमपी भन्यो होइन, अनि यसको अब हेर्नु आउटपुट कस्तो हुन्छ, आउटपुटहरू यस्तो। अब अर्को आउटपुटहरू जिम रेस्पोन्सेस होइन, युज
अब तपाईँहरूले आफ्नो डकुमेन्ट हालेर पनि गर्न सक्नुहुन्छ होइन। धेरै धेरै छ क्या, युज द बायोग्राफी एन्ड मिसन स्ट्यान्ड मोरल्स यस्तो यस्तो छ होइन, यस्तो हेर्न सक्नुहुन्छ होइन। अब यता पनि हेर्न सक्नुहुन्छ होइन, अरू पनि थुप्रो थुप्रो हेर्न सक्नुहुन्छ होइन। अनि यो हेर्नुहोस्, यो यता छ यस्तो हेल्प मी क्राफ्ट एन्ड यो ट्याक्स हो, तपाईँको ट्याक्स होइन। यो पर्सन अब आइएम अ सर्भिस, आइएम अ कस्टमर सर्भिस रिप्रेजेन्ट, तपाईँहरूले पर्सना चाहिँ दिनैपर्छ क्या। त्यो पर्सन भएर तपाईँको त्यहाँबाट थिङ्क गर्छ क्या, त्यो पर्सन पर्सन त्यो कस्टमर सर्भिस रिप्रेजेन्टेटिभ भइसक्यो क्या यो मान्छे होइन। यो भइसक्यो, यो भयो यहाँबाट चाहिँ आफ्नो त्यहाँबाट चाहिँ सोध्ने हो क्या, कस्टमर सर्भिस रिप्रेजेन्टेटिभले के गर्छ त होइन भनेर। अनि तपाईँहरूले फर्मेटहरू पनि हेर्न सक्नुहुन्छ होइन, यस्तै छ होइन। तपाईँहरूले त्यो चाहिँ तपाईँले पिडिसिएफ भन्ने चाहिँ तपाईँले याद गर्नु पऱ्यो होइन। पर्सनल टास्क कन्टेक्स्ट फर्मेट होइन, त्यही हो फर्मुला चाहिँ, मेन फर्मुला चाहिँ त्यही हो होइन। तपाईँहरूले राम्रो राम्रो जति तपाईँको प्रम्प्टहरू लामो भयो त्यति राम्रो क्या, जति तपाईँको प्रम्प्ट लामो भयो जति स्पेसिफिक भयो त्यति राम्रो क्या। तपाईँको हेर्न सक्नुहुन्छ होइन, अरू पनि हेर्न सक्नुहुन्छ होइन। तपाईँले यस्तै छ चिफ मार्केटिङ अफिसर होइन। अब यो चाहिँ गुगल वर्क स्क्रिप्ट लागेको होइन, गुगल लागि तपाईँले अब कुनै पनि अब तपाईँलाई डकुमेन्ट आएको छ भने होइन, तपाईँले अब यो डकुमेन्टबाट होइन राम्रो 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 कन्टेक्स्ट निकाल, यो डकुमेन्ट रिड गरेर मलाई यसको समरी दिनुहोस् भनेर तपाईँले च्याट जिपिटी एज अ एक्सपर्ट होइन, एज अ एक्सपर्ट म्यानेजर होइन, क्रिएट मी समरी अफ दिस होइन, डकुमेन्ट भनेर डकुमेन्टै हालिदिने, त्यहीँ जिमिनीमा डकुमेन्टै हालिदिने, डकुमेन्ट त्यो पढेर तपाईँलाई त्यसको समरी राम्रो दिन्छ क्या, आफूले हेर्न सक्यो होइन। तपाईँले त्यो फर्स्टमा चाहिँ याद गर्नु भनेको तपाईँको पर्सनल टास्क कन्टेक्स्ट फर्मेट आइएम एचआर म्यानेजर आइएम डेभलपिङ स्क्रिप्ट फर प्रेजेन्टेसन फर द न्यू हायर्स भनेको तपाईँको के भने यो पर्सन अब तपाईँको कन्टेक्स्ट भयो क्या। यो के गर्ने थियो, यो डिटेल इन्फर्मेसन के हो त, आई निड टु क्रिएट, अब तपाईँको टास्क के, आई निड टु क्रिएट द स्क्रिप्ट अन बडिङ अबाउट द कम्पनी वेलबिङ यस्तो भयो क्या। अनि यो फर्मेट चाहिँ हेल्प मी ड्राफ्ट टकिङ पोइन्ट द्याट सो कस माई सोकेस वाइ इम्प्लोइ मेन्टरसिप एन्ड डेभलपमेन्ट आर कोर भ्यालुज फर, यो गर्न सक्नुहुन्छ क्या। यो तपाईँको मेन फर्मुला भनेको यो पर्सनल टास्क कन्टेक्स्ट फर्मेट, यो गर्नु, यो मिलाएर हाल्नु भने तपाईँको राम्रो रिजल्ट दिन्छ क्या, राम्रो आउटपुट दिन्छ। हेर्नु सक्नुहुन्छ तपाईँले आफ्नो जे नै हाल्नु सक्नुहुन्छ। जस्तो अब तपाईँलाई बुक पढ्नु मन छ, बुकको उयो होइन, एउटा बुकको पिडिएफ छ अरे क्या, तपाईँलाई बुकको पिडिएफ छ भने अब भन्नुसँग एज अ बुकको पिडिएफ हालेर एज अ एज अ कस्तो भन्नु अब, एज अ राइटर अफ दिस बुक, एज अ राइटर अफ दिस बुक क्रिएट मी समरी अफ दिस बुक इन कति वर्ड्स होइन, 200 300 500 कति वर्ड्स होइन। एन्ड अनि अनि त्यो तपाईँले बुकै हालिदिनु, पिडिएफै हालिदिनु त्यो होइन। अफ दिस बुक भनेपछि दिस बुक भनेको पिडिएफ हालिदिनु, यो पिडिएफ हालिसकेपछि तपाईँको त्यसले त्यो बुक पढेर तपाईँलाई समरी कस्तो टोनमा, प्रोफेसनल टोन हो कि होइन, कस्तो होइन, कस्तो तपाईँलाई डिटेल होइन कस्तो दिनुपर्ने, तपाईँले आफ्नो टोन पनि फर्मेट कस्तो फर्मेटमा दिनुपर्ने हो होइन, पिडिएफमा दिनुपर्ने हो कि प्याराग्राफ दिनुपर्ने हो कि त्यस्तो फर्मेट तपाईँ निकाल्नुहोस् होइन। फर्मेट निकालिसकेपछि तपाईँहरूलाई त्यसले अब राम्रो दिन्छ क्या। अब यो लेबलिङ अफ यो प्रम्प्टिङ राइटिङ भनेपछि के भने लेबलिङ अफ कसरी प्रम्प्ट गर्ने होइन, लेबल कसरी, दिस गाइड मिन्स टु सर्भ एज इन्सपिरेसन एन्ड पोसिबिलिटी आर नियरली इनलेस विथ गुगल वर्क्स यु जिमिनी बिल्ड ओन your prompt writing skill using these tips. Break it up. If you want Gemini to perform several tasks, break them into separate prompts. Give constraint to generate specific result. Include details in your prompt such as the character counts or the number of options you would like to generate. Assign a role, assign गर्ने to encourage activity, assign a role. You can do this by starting your prompt with a language like you are the head of the creative department of leading advertising agency, यो तपाईँले रोल एसाइन गरिदिनु पऱ्यो। आस्क फर फिडब्याक, तपाईँले फिडब्याक गर्नु पऱ्यो क्या। इन योर कन्भर्सेसन विथ द जिमिनी एप, टेल इट यु आर गिभिङ इट अ प्रोजेक्ट, इन्क्लुड अल द रिलेभेन्ट डिटेल्स एन्ड देन डिस्क्राइब द आउटपुट यु वान्ट। कन्टिन्यू द कन्भर्सेसन विथ दिस क्वेसन लाइक वाट क्वेसन डु यु हेभ फर मी द्याट वुड हेल्प यु प्रोभाइड द बेस्ट आउटपुट होइन। फिडब्याक दिनु पऱ्यो क्या। जिमिनीलाई भन्नु पऱ्यो वाट क्वेसन डु यु हेभ फर मी द्याट वुड हेल्प यु प्रोभाइड विथ द बेस्ट आउटपुट। बेस्ट आउटपुट कसरी निकाल्न सकिन्छ यो प्रम्प्टबाट होइन, प्रम्प्टलाई कसरी इम्प्रुभ गर्न सकिन्छ होइन, तपाईँले इम्प्रुभ गरेर होइन कसरी इम्प्रुभ गरिन्छ भन्छ, तपाईँले जिमिनीलाई दियो भने जिमिनीले इम्प्रुभ गरेर तपाईँको होइन प्रम्प्टलाई राम्रो बनाइदिन्छ क्या। कन्सिडर टोन, मैले भनेको कन्सिडर टोन, टेलर यो प्रम्प्ट्स टु सुट योर इन्टेन्डेड एडियन्स,
अडियन्स आस्क फर आउटपुट्स टु ह्याभ अ स्पेसिफिक टोन हुनुपर्छ, सच एज फर्मल हो कि होइन, इन्फर्मल हो कि प्रोफेसनल हो कि टेक्निकल हो कि क्रिएटिभ हो कि कजुअल हो कि तपाईँले कन्सिडर गर्नु सक्नुहुन्छ क्या टोन पनि होइन। see it in the way, fine tune your prompts if result don't meet your expectation or if you believe there is room for improvement होइन, and iterative process for review and refinement often is better result होइन। फाइन ट्युन यर प्रम्प्ट्स इफ रिजल्ट डन्ट मिट द एक्सपेक्टेसन इफ यु बिलिभ देयर इज रुम फर कसरी इम्प्रुभमेन्ट गर्न सकिन्छ कि होइन, यसलाई कसरी इम्प्रुभ गर्न सकिन्छ तपाईँले त्यो सुन्न पनि सकिन्छ होइन। अब त्यो तपाईँले त्यो फर्मुला चाहिँ याद गर्नु पऱ्यो होइन, पिटिसिएफ भन्ने होइन। तपाईँले त्यो क्लियर इन्स्ट्रक्सन चाहिँ तपाईँले क्लियर गर्नु पऱ्यो है, क्लियर हान्नु पऱ्यो कि जे भन्न आँटेको थियो होइन, अब जे भन्न आँटेको थियो त्यही लेख्नु पऱ्यो क्या। अब तपाईँले हाँसेको मात्रै भएन होइन, हाँसे अब कस्तो कस्तो एक्साइटेड भएर हाँसेको कि अब कसरी हाँसेको कि त्यो पनि भन्नु पऱ्यो क्या पुरै होइन। लाउडमा हाँसेको छ कि स्माइल मात्र गरेको छ कि त्यो पनि लेख्नु पऱ्यो क्या। हाँसेको मात्र भएर हुँदैन क्या, स्पेसिफिकमा जानु पऱ्यो क्या, स्पेसिफिक हुनु पऱ्यो क्या। अब नेपाल भनेर मात्र नेपालको कुन ठाउँ कुन गल्ली त्यो सबै लेख्नु पऱ्यो क्या। तपाईँको स्पेसिफिक हुनुपर्छ क्या, धेरै स्पेसिफिक पुरै डिटेलमा। त्यही भएर तपाईँले त्यो जति सानो प्रम्प्ट लेख्नु भयो भने त्यति इनएकुरेट रिजल्ट आउँछ कि, त्यति ह्यालोसिनेसन पनि हुन्छ। प्रम्प्टमा ह्यालोसिनेसन भनेको तपाईँको अब एआईले रङ आउटपुट दिएको हो क्या, तपाईँले प्रम्प्ट लेख्न नजानेर हो क्या। त्यो एआईले ह्यालोजिनेसन कसरी हुन्छ, तपाईँले अब त्यो एआईबाट भिडियोहरू तपाईँले जे नि गर्न सक्नुहुन्छ क्या। तपाईँको एआई भिडियो बनाउनु पऱ्यो भने तपाईँलाई ह्यालोजिनेसनहरू आउन सक्ने हुन्छ होइन। बिचैमा अब मोबाइल गायब भइदिने होइन, कता उइदिने होइन, त्यस्तो हुन्छ क्या। त्यो भनेको ह्यालोजिनेसन हो क्या। तपाईँले क्लियर इन्स्ट्रक्सन दिनु पऱ्यो क्या। क्लियर इन्स्ट्रक्सन दिनुभयो भने तपाईँको राम्रो आउटपुट दिन्छ क्या। तपाईँले चाहिँ प्रम्प्ट इन्जिनियरिङ चाहिँ होइन यसरी नै क्लियर इन्स्ट्रक्सन दिएर पर्सनल टास्क कन्टेक्स्ट फर्मेटमा लिएर यसरी नै होइन, यस्तै फर्मुलामा बनाएर तपाईँले दिन सक्नुहुन्छ क्या। ह्यालुजिनेसन हुन्छ तपाईँको होइन, थुप्रोहरू धेरैहरू त्यस्तो हुन्छ क्या। तपाईँहरूले गर्नुपऱ्यो होइन। अब तपाईँहरूलाई यो होइन यो पिडिएफ चाहिँ चाहियो भने मलाई चाहिँ कमेन्ट गर्नुहोस्, प्रम्प्ट इन्जिनियरिङ पिडिएफ भनेर कमेन्ट गर्नुहोस्। म तपाईँहरूले यो पिडिएफ प्रोभाइड गर्छु, किनकि यो सबै पढेर चाहिँ साध्य छैन होइन, त्यतिकै टाइम लाग्छ धरो होइन, कति मिनट पनि गइसक्यो होइन। तपाईँहरूलाई यो पिडिएफ चाहियो भने चाहिँ मलाई प्रम्प्ट इन्जिनियरिङ पिडिएफ भनेर लेख्नुहोस्, म तपाईँहरूलाई दिन्छु होइन। आजको लागि चाहिँ यति नै है, हस् त। आजको लागि चाहिँ यति नै प्रम्प्ट इन्जिनियरिङको होइन। तपाईँले अब पिडिएफ चाहियो भने मलाई भन्नुहोस्। तपाईँले चाहिँ यो चाहिँ फर्मुला याद गर्नुपर्ने हुन्छ, मेन चाहिँ पर्सनल टास्क कन्टेक्स्ट फर्मेट तपाईँले यो गर्नु पऱ्यो क्या। अरू पनि छ थुप्रै प्रम्प्टिङ टेक्निकहरू, जेरो सर्ट टेक्निक होइन, फ्यु सर्ट टेक्निक होइन, त्यस्तो थुप्रोहरू छ क्या। प्रम्प्टिङ टेक्निकहरू छ। तपाईँहरूले अब त्यो अहिले त अब लामो भइसक्यो होला भिडियो होइन, अब कति भयो होइन। अब त्यस्तो पनि गर्नु सक्छ। अब जिरो सर्ट टेक्निक भनेको तपाईँले डाइरेक्ट हान्नु पऱ्यो क्या, यो यस्तो भनेर। अब फ्यु सर्ट टेक्निक भनेको तपाईँले दिनु पऱ्यो क्या।